गोल 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 खोइ त हाइलाइट हेर्दा पनि जित्दैन त। नेवार भान्जालाई खेलाएन, नेवार भान्जालाई पहिलेबाट खेलाएको भए गोल हानिसकेको थियो क्या। पेनाल्टी त कसरी मिस गर्छ नत्र, त्यहाँ नेवार भान्जा बाबे हान्दिन्थ्यो त। दोहोऱ्याएर हेर्दाखेरि जित्नु पर्दैन, हान्न पर्दैन। आमा तरकारी के पकाउन लाग्नु भयो? बेसार नहाल्नु है, बेसार नहाल्नु। म बेसार पहेँलो हेर्दिनँ, मलाई हेर्न मन छैन। बेसार चाहिँ हाल्दै नहाल्नु है, एक दिन होइन 10-8 दिन नहाल्नु। वर्ल्ड कप नसकुन्जेल बेसार नहाल्नु। ब्राजिलको जर्सीले चुलो नपुग्नु त त्यो राख्नु त त्यहाँ, त्यो राखिदिनु त्यहाँ, पछि बोलबम जाँदा काम लाग्छ त्यहाँ। किन पैसा खर्च गर्ने? त्यो एकचोटि पहेँलो भइहाल्छ, चलिहाल्छ नि, त्यो छोडिदिनु त्यहाँ, नगर्नु त। जितिसक्यो गेम रेफ्रीले झेला गरेको त हानिसकेको थियो, गोल भइसकेको थियो, रेफ्रीले झेला गरेको। कोच ठिक लाग्नु छोड्यो मलाई, यो कोचले गर्दा हारे अब आजको गेम। केटाहरू कता हो, माइती घरतिर आन्दोलन गर्ने हो कि एकचोटि? पहिले थाहा थियो, मैले बाहिर नभने मात्र गेम हार्छ यसपालि भन्ने मलाई थाहा थियो कि। सुरुमै राम्रो खेलेको थिएन, बाहिर पो भन्न नभएको त। अब पोर्चुगल र अर्जेन्टिनाले हार्दै थिए, आनन्द हुन्थ्यो। तिनीहरूका चुमचुम कम त छ र हेरिदिन साध्यै। सबै केटाहरू चोकमा आयो त, चोकमा ब्राजिलको लागि मौन धारण गर्नुपर्छ 1 मिनट। सबै आयो त।